भनेथे जब सुरु है स्टार्ट त्यसै म गर्दछु सबै नबिगारिकन भन्नु भएको एउटा अब छोरालाई हजुरले मसँगको कहिल्यै नभन्नु कुरा तिनको बात सुनि भने नि पतिले गर्छु प्रतिज्ञा पुरा ल्याप्टपमा लगाएर राख्छु नि त मैले ज्ञानी पुत्र प्रतापिका पछि भए श्री शान्तनु सुन्दर तिनको कीर्ति र धर्म नाति पनातिको पालासँग रहन्छ यो सक्ने कहाँको छ त्यसो भएर राम्रोसँग भन्नु पर्यो कि तिनको राजा खेल्न सिकाएर कोही दिन गए गङ्गाजीका तीरमा गङ्गा सुन्दर रूपकी बनी पुगिन् ती भूपका पासमा देखे देख गरेर मोहित भए राजा र गङ्गा जब सोधे सन्तनुले गएर नजिकै आनन्द मान्दै तब तिम्रो देखि स्वरूप मोहित भए को हौ सुन्यौ लौ भन मेरा साथ तिमी विवाह गरिल्याउ शङ्का नमानिकन बोलिन् भागीरथी प्रसन्न मनले स्वीकार गर्छु तर गर्नेछु जति जे जाम सरी ठानी सबै सुन्दर छेक्ने छैन कदापि अप्रिय कुरा बोल्दिन भन्नु भए तिनको बात सबै सुनेर निपले स्वीकार गर्दै गए ल्याएथे रथमा बसाली घरमा ती सन्तानुले जब भोगे भोग प्रशस्त सात क्रमले छोरा भएथे तब गङ्गाले जलमा लगिकन सबै छोरा बगाए दिन आठै पुत्र भएर फेरि अघि जै नै फ्याँक्न लाग्दै भइन् रोकी भूपतिले भने तिमी सरे हो होइन कोही दुष्टिनी को हौ स्पष्ट बताऊ बल बालक सबै मार्ने वृथा पापिनी लागिन् भन्नु कबोल जो हजुरको गर्नुभएको थियो अहिलेको व्यवहारले सकल त्यो झुटो गराइदियो ध्यानै आमाले काटिरहेको थियो हजुर उनीहरूले कसलाई दिएको छ म केही पनि भन्दिनँ उनीहरूलाई सोध्नुपर्छ ध्यानै आमाले काटिरहेको छ अरे ध्यानै आमाले काटिरहेको उनीहरूलाई दिया होला पैसा दिया होला के होला भन्नु सक्दिनँ दोष आइरहेछ जसको उसैलाई सोध्यो नि सिद्धि हो यो पालो सिद्धि हो ए ल